नमस्ते, म डाक्टर काजल ठाकुर। अहिले म फ्रन्टलाइन अस्पतालमा एउटा डेन्टल सर्जन रूपमा कार्यरत छु। आज म तपाईहरु सामु चाहिँ दाँत कसरी माझ्ने भनेर ब्रशिङ टेक्निक प्रस्तुत गर्छु। त्यो चाहिँ हामीले दुईटा अलग-अलग ब्रशिङ टेक्निक युज गर्ने गरेका छौं। एउटा बच्चाहरुको लागि अलग हुन्छ भने 13 वर्ष माथिको बच्चाहरुको लागि अनि अथवा अडल्ट्सहरुको लागि डिफरेन्ट ब्रशिङ टेक्निक हुन्छ। फर्स्टमा चाहिँ हामी बच्चाहरुले कसरी ब्रश गर्ने अन्डर 30 त्यो प्रेजेन्ट गर्छौं है। यो चाहिँ हाम्रो एउटा ओरल क्याभिटी हो भने चाहिँ यसमा चाहिँ हामीले अब ब्रश गर्दाखेरि बच्चा 13 वर्ष भन्दा मुनि छ उनीहरुले चाहिँ धेरै केही दुःख गरिराख्नु पर्दैन। एउटा ब्रश लिने, सफ्ट ब्रश लिने, सफ्ट ब्रशलाई चाहिँ दाँतहरुमाथि यसरी प्लेस गर्ने, स्ट्रेट है, सिधा पर्ने गरी यसरी राख्ने र गोलो गोलो गरी घुमाउने है। गोलो गोलो गरी घुमाउँदै गर्ने, अगाडि लाने, सबै दाँत वरिपरि गोलो गोलो यसरी नै घुमाएपछि चाहिँ सानो बच्चाहरुको दाँत चाहिँ सफा हुन्छ, धेरै दुःख गरिराख्नु पर्दैन। त्यसरी नै भित्र पनि दाँत तल भित्र जस्तो मुख खोलेपछि यस्तो तल दाँत हुन्छ भने भित्र पनि यसरी गोलो गोलो गरी घुमाउने है। सानो बच्चाहरुको यति गर्यो भने चाहिँ दाँत इनफ सफा हुन्छ। अनि दाँत ब्रश गर्दाखेरि चाहिँ मञ्जन चाहिँ धेरै प्रयोग गर्नु हुँदैन सानो बच्चाहरुलाई। सानो बच्चाहरुलाई चाहिँ मञ्जन एकदमै कम राख्दिनु पर्छ। त्यो भनेको कति भन्दाखेरि चाहिँ भातको सिता जतिको मञ्जन राख्नुपर्छ। त्यति मञ्जनले चाहिँ सानो बच्चाहरुलाई चाहिँ इनफै पुग्छ। त्यही भएर चाहिँ त्यो भन्दा धेरै चाहिँ मञ्जन प्रयोग गर्नु हुँदैन। दाँत ब्रश गरिसकेपछि यसरी गोलो घुमाएर ब्रश गरिसकेपछि चाहिँ अब कुला गर्दाखेरि चाहिँ मुखमा जति पनि थुक हुन्छ, जुनमा चाहिँ हाम्रो टुथपेस्टको फिजहरु हुन्छ, त्यो चाहिँ एकचोटी थुक दिने। त्यसपछि चाहिँ एकचोटी पानी राखेर फेरि कुला गराइदिने। धेरै कुला गराइराख्नु पर्दैन। अब चाहिँ 13 वर्ष भन्दा माथिको बच्चाहरुको चाहिँ दाँत कसरी माझ्नुपर्छ, यो तरिका किन डिफरेन्ट छ भन्दाखेरि चाहिँ सानो बच्चाहरुको मुखमा 20 वटा मात्र दाँत हुन्छ भने 13 वर्ष भन्दा माथिको बच्चाहरुको मुखमा चाहिँ 28 वटा दाँत हुन्छ। अनि 13 वर्ष भन्दा माथिको बच्चाहरुले चाहिँ आफ्नो दाँत सँगसँगै गिजाको स्वास्थ्यलाई पनि ध्यान पुर्याउनु पर्ने हुन्छ। त्यसरी नै हाम्रो ब्रशिङ टेक्निक पनि डिफरेन्ट हुन पुग्छ। त्यसले त्यो कारणले चाहिँ हाम्रो ब्रशिङ टेक्निक डिफरेन्ट हुन्छ। अब यो चाहिँ हामीले अडल्ट्स जो आफ्टर 13 जसको मुखमा 28 वटा दाँत हुन्छ उनीहरुले चाहिँ कसरी ब्रश गर्ने त्यो हेर्छौं है। अब अडल्ट्सहरुलाई चाहिँ हामीले चाहिँ यो ठुलो बच्चाहरु अब जस्तो स्कुल गइराछ है, स्कुल गइराको बच्चाहरुलाई चाहिँ अब जसको दाँत सबै साटिसकेछ, मानौ दुधे दाँतहरु झरिसकेछ, नयाँ पर्मनेन्ट दाँतहरु आइसकेछ है। अब त्यो बच्चाहरुमा पनि मेनली चाहिँ बङ्गारामा किरा लाग्ने समस्या हुन्छ। फेरि हाम्रो बङ्गारा भन्ने चाहिँ सबै मान्छेलाई चाहिँ थाहा हुँदैन। हाम्रो बङ्गाराहरु साटिने दाँत हैन। हाम्रो बच्चा बेला 20 वटा दाँत हुन्छ भने बेशक भइसकेपछि 28 वटा दाँत हुन्छ नि त। बच्चा बेला त हाम्रो 8 वटा दाँत थिएन। अब त्यो बङ्गारा चाहिँ त्यही 8 वटा दाँत हो कि त्यो चाहिँ हाम्रो साटेर आएको दाँत हैन। तपाईको हाम्रो फर्स्ट बङ्गारा जुन हुन्छ त्यो त हाम्रो 6 वर्षको उमेरदेखि लिएर पछिसम्म मुखमा सबसे लामो समयसम्म बस्ने दाँत हो कि प्राय बच्चाहरुमा चाहिँ ठुलो बच्चाहरुमा चाहिँ त्यही बङ्गारामा किरा लागेको समस्या धेरै आउँछ कि त्यो चाहिँ उहाँहरुलाई जानकारी नै हुँदैन। बङ्गारा आइसके हुन्छ 6 वर्षमा, बुवा आमालाई थाहा नै हुँदैन कि त्यो दाँत साटिदैन भनेर उहाँहरु चाहिँ दाँत साटिन्छ भनेर छोड्दिनुहुन्छ। तर त्यो दाँत साटिने दाँत हैन कि। त्यही भएर ठुलो बच्चाहरुमा चाहिँ त्यो बङ्गारा किरा लाग्ने समस्या धेरै कमन छ। बङ्गारा तपाईको चबाउने बङ्गाराहरु चेन्ज हुँदैन है। जुन माथिको 10 वटा अगाडिपट्टि दाँत छ, तलको 10 वटा दाँत छ, त्यो मात्र हाम्रो चेन्ज भएर आएको दाँत हो कि पछाडीको जुन बङ्गारादेखि लिएर बुद्धि बङ्गारा भन्छौं हामी, त्यो दाँतहरु चाहिँ चेन्ज हुँदैन। म चाहिँ नियमित रूपमा दाँत ब्रश गर्नु बिहान बेलुका 2 चोटी नछुट्याइकन अल्छी नगर्नु होला, जाडो छ भनेर चिसो हुन्छ भनेर अल्छी नगर्नु हैन। नियमित रूपमा डेन्टिस्टकोमा पनि भिजिट गर्नु। आफूले नदेखेको कुरा डेन्टिस्टले देख्नुहुन्छ नि त, त्यही भएर डेन्टिस्टमा पनि भिजिट गर्नु। स्केलिङ नगराउनु। तपाईलाई के उपचार हुन्छ नि गर्न आवश्यक परे नि हैन, तपाईलाई चेकअपको लागि भइ नि जानु। मेरो दाँतमा के कस्तो भइराछ त्यति बुझ्नलाई भइ नि जानु। कतै के तपाईलाई अब ऐनामा पनि हेरिराख्नु भएको छ, कतै के कालो देखिहाल्नु भयो भने गइहाल्नु। किनभने दाँतको किरा भनेको तपाईको एक्चुअल किरा त हैन नि त, त्यो त्यही कालो स्पटबाट सुरु हुनुपर्ने किरा हो है। त्यसपछि डेन्टिस्टले जे भन्नुहुन्छ फलो गर्नु हैन। अनि टुथपेस्ट प्रयोग गर्दाखेरि चाहिँ फ्लोरिडेटेड टुथपेस्ट मात्र प्रयोग गर्नु। आयुर्वेदिक टुथपेस्टहरु प्रयोग नगर्नु। फ्लोराइड युक्त टुथपेस्ट प्रयोग गर्नु। बच्चाहरुलाई त झनै हैन, तर त्यो टुथपेस्ट निल्नु चाहिँ हैन। फ्लोराइड युक्त टुथपेस्ट चाहिँ प्रयोग गर्नु। दाँतमा किरा लागेको भन्दा चाहिँ अब जस्तो हामीले सुगर खान्छौं है, कार्बोहाइड्रेट खान्छौं नि त। कार्बोहाइड्रेटले चाहिँ हाम्रो मुखमा चाहिँ त्यो एसिडिक वातावरण जुन बनाउँछ नि, अब त्यसले गर्दा चाहिँ दाँत कुइदै जानु हो कि। अब नर्मल त्यो किराहरु चाहिँ हैन, हाम्रोमा चाहिँ त्यो ब्याक्टेरियाहरु हुन्छ नर्मली हैन। मुखमा हेल्दी मुखमा पनि ब्याक्टेरिया हुन्छ, सर्टेन अमाउन्टमा ब्याक्टेरिया हुन्छ है, अरेन्ज्ड भएर हुन्छ कि हाम्रो डिजाइन्ड ब्याक्टेरिया हुन्छ है। अब त्यो डिजाइन ब्याक्टेरिया जब अब्रप्ट हुन्छ नि, जब डिस्टर्ब हुन्छ नि हैन, त्यसपछि दाँतमा समस्या हुने हो कि। अब यस्तोमा चाहिँ हाम्रो स्ट्रेप्टोकोकस म्युटेन्स भन्ने ब्याक्टेरिया चाहिँ कुन बेला बढ्छ भन्दाखेरि चाहिँ उसको एक्टिभिटी भन्दाखेरि दाँतमा जब गुलियो कुराहरु बढ्छ नि, त्यसपछि चाहिँ उनीहरुको
मसलको एक्टिभिटी बढ्ने हो कि अनि त्यो बढेपछि चाहिँ दाँतमा किरा लाग्ने हो कि त्यही प्रोसेसलाई नै दाँतमा किरा लाग्यो भन्छ कि दाँत कुहिँदै जान्छ होइन दाँत गल्दै जाने हो खाल्डो हुँदै जान्छ नि त्यही प्रोसेसलाई किरा लाग्ने भन्ने हो तपाईँले नर्मली आँखाले देख्न सक्नुहुन्न त्यो है त्यो नर्मल वर्म्सहरू जस्तो किरा होइन त्यो आँखाले देख्न सक्ने किरा होइन त्यही भएर त्यो चाहिँ जुन मिथ छ दाँतमा किरा लाग्यो भन्दैमा वर्म्सहरू हुन्छ त्यो चाहिँ गलत हो